हेलो एभ्रिवान, आज यहाँ डान्स सिक्दै हो सबैजना मिलेर फेयरवेलको लागि। यो मेरो पेन यो बिलको हो कि होइन नि आएको फेयरवेलको डिस्कसन बिचमै निशानको पेनको बिर्को हरायो। अब पेनमा झगडा गर्न थाल्यो क्या अब यिनीहरू। यो तलै भयो कि लाली ल सबै तिनटै होइन तिनटै पेन हो तिम्रो भयो। ल ल हिसाब दे हिसाब दियो भने हैन म यो हेर्दै यहाँको गाना भन्छ महाबाट ल आना ल राम्रो कुरा ओइ त्यो पाला हो कि के हुन्छ नि त्यो त तिमीले ल्याऊ है। दीप पार्नुहोस् है दीप प्रज्वलनलाई भन कि कति लेट हुन्छ कि के हुन्छ। यो झोडा तिम्रो घरमा पिपल छ छैन 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 नन्दिता आउँदिन नि 6 बजे आउँछिन् नन्दिता। रिजु एउटा फन्नी कुरा के भयो भन्दा रिजुलाई आफैलाई थाहा छैन उसको नाम त्यहाँ लेख्यो भनेर, त्यही भएर तिनी हाँसिरहेछिन् के। पानस तेल यो बाती तिम्रो काम हो अब यो घरबाट ल्याउने जहाँबाट ल्याउने अब तिम्रो काम हो। हेलो एभ्रिवान, आज हाम्रो फेयरवेल हो अनि म रेडी भएर पौवामा आइसकेँ। मेरो लागि चाहिँ उनीहरूले डेकोरेसन पार्ट छुटाएको थियो अरे। अब रियाक्सन हेरौँ तिनीहरूको। डेकोरेसन भइसकेको थियो म जाँदाखेरि। थ्याङ्क यू। हो सबजना हो भन्नु पऱ्यो। यहाँ चाहिँ ग्रुपमा मेसेज हुँदैछ। अब सबजना यत्तिकै बसिरहेछन्, कोही छैन। यत्रो टाइम भइसक्यो कोही पनि छैन। हाम्रो 4जना सिनियर आउनुभयो। उता गीत गाउनेवाला 2जना अनि यता 2जना हुनुहुन्छ। हाम्रो हिरोइनहरूको एन्ट्री भइसकेको छ। हिरोइनहरू आइसक्नु भएको छ। TikTok बनाऊ न
हाम्रो अर्गनाइजर प्रशान्त हो खै प्रशान्त चाहिँ के यार यता चाहिँ डिस्कसन चल्दैछ ओ सही हो त्यही हो It's the danger serious discussion. ना हाँस न serious discussion भनेको झन् हाँस्दिने यार ऱ्यान्डम गीत छमछम नाच्छ फेरि ऋतु पछिको रोल नम्बर सुरुमा तल बोलाउनु ओके सिआर बोलाउने हो सिआर नाच्नै पर्छ गाउन पर्यो जे गाए नि भयो हामीलाई नाच्छु अहिलेसम्म कोही आएन कति बजे 5:30 भइसक्यो तर दाइहरू बाहिरको जानुभएछ अब म यहाँबाट भिडियो बनाउँछु दाइहरूको एन्ट्री खिच्छु ल नन्दिता तिवारीलाई हार्दिक स्वागत छ यति ढिलो आइदिएकोमा आमाम वेलकम एङ्गल सरी एङ्गल राम्रोसँग वेलकम गर है वेलकम टु फेयरवेलबाट आइरहने हिँड न यस कार्यक्रममा आइदिनु भएकोमा धेरै धन्यवाद छ नन्दिता तिवारीहरू कृपया आएर आफ्नो ठाउँमा बसिदिनु होला र अब भने हाम्रो म सञ्चालक अङ्कुश कुमार अब भने गाना गरी आसन गराउनको कार्यक्रममा हामी अगाडि बढाउँदछौँ अनि राष्ट्रिय गाना बजाइदिनु हुन Seriously guys, national anthem re. हामी सबैको शिक्षक विश छ कि तपाईँहरू जहाँ जानुहुन्छ त्यहाँ राम्रो गर्नुहोस् र आफ्नो नाम बनाउनुहोस् क्लासरुममा तपाईँहरूको स्किल अझै हुन सक्छ तर तपाईँहरूको इफेक्टिभनेस हुँदैन तपाईँहरू हाम्रो लागि सिनियर्स मात्र होइन रोल मोडल पनि हुनुहुन्छ सहयोग गरिदिनु हुन म इच्छा भट्टराई माननीय तिवारी र प्रकाशलाई अगाडि
अनुराग आचार्यलाई, विनय नेपालीलाई, स्यारोन अधिकारी दिदी, सिद्धार्थ गुप्तालाई पनि यस्तै एउटा विशेष दिन हो र अझ विशेष बनाउनका लागि हाम्रो अब केक कटिङ सेरोमनी छ। गाइस केक आयो है। अब कटिङ हुन्छ केक कटिङ। मैले त त्यही हालिदिएँ उतिसु सोफामै। यहाँ सबजना सिनियर यो फेयरवेलको रिजल्ट आइसक्यो हाम्रो सिनियरहरूको। अब यही कङ्ग्रेचुलेसन्स चल्दैछ। हाम्रोमा थिएन, सरी दिदी। थियो तिमीले हो निकाल्नु भने होइन के हो तिमीले भनेको? टाइमलाइनमा कति बजे थियो? छिटै आयो जस्तो लाग्यो कि। यी सबजनाको चलिरहेछ यहाँ। यो रिजल्टै हेर्न ला के खाने बेलामै परेछ नि त। अब के गर्ने? खुसी भएर खाने कि दुःख भएर खाने? खुसी भएर खाने, फेल भने नै दुःख भएर खाने। वाह यहाँ त मजा चलिरहेछ त। वाह ल पास हुनुहुन्छ, बधाई छ।
एका पाइला चालौला सँगै यात्रामा भेटौला निष्ठुरी भए दैव पनि कात्रोमा भेटौला बुनौला हामी सुन्दर संसार मायाको सिन्काले बुनौला हामी सुन्दर संसार मायाको सिन्काले गाँसिएको मन टाढिन्न कहिले पिर र चिन्ताले गाँसिएको मन टाढिन्न कहिले पिर र चिन्ताले बोलियो मिठो सबैको लागि नभुल्नु झर्केर यात्रामा मलाई नभुल्नु कहिले आउनेछु फर्केर यात्रामा मलाई नभुल्नु कहिले आउनेछु फर्केर कहिलेकाहीँ हाम्रो कम्युनिकेसन पनि ब्रेडबोर्डमा जोडिएको जम्पर गाए जस्तै हुन्थ्यो। कहिलेकाहीँ हाम्रो कम्युनिकेसन पनि ब्रेडबोर्डमा जोडिएको जम्पर जस्तै हुन्थ्यो। कहिले कनेक्ट, कहिले डिस्कनेक्ट, कहिले सिग्नल क्लियर, कहिले नोइज मात्र। अरूलाई चाहिँ नै कृतिको हल्का तारिफ गरिदिएको अङ्कुशले वाह अनि त्यो प्रोजेक्टहरूको कुरा गर्दा कतिखेर रोबोटिक्सका कुनै दाइहरूको याद आइरहेको आँसु लुकाइ लुकाइ हाँस्नु परेको छ दाइले आज अब त्यो गम फेरवेलको हो कि अघिको कविताको बुझ्ने जाँदैछ प्लिज छत्र एउटा पर्फर्मेन्स I had written this song last year for Oh, last year for somebody. तिमी मेरो जीवन कमी रह्यो जुन मेरो रातमा हावा मेरो वरपर नाम तिम्रो लिँदा आँखा सधैँ आतुर तिम्रो झलकमा कसै नागे सपना हाम्रो मनमा बाँधे तिमीलाई पाए संसारै भ्याए लौ सुन न माया मेरो साँचो कुरा सुन बस न छेउमै आई हात थामी बस शब्दलाई गाँसेर मनलाई थामेर दैवलाई भाकेर तिम्रै हो मानेर लौ Guitar accents, sorry. Give me some sunshine, give me some rain, give me another chance to go up once again. Give me some sunshine, give me some rain, give me another chance to go up once again.
फोकस गर खिच न त्यहाँ उता खाना लाग्यो त खिच्नै पर्यो नि ल हाल न हाल ऋतुको मेरो हेर्नु पनि मासु आयो भने चाहिँ हुन्छ भेजबाट के अरे सुरुमा मासु हाल्ने हो यो ऋतु नै हो खाइसक्यौ सेकेन्ड टाइम हो यो पौवा नै भन्छ तिमीले सेकेन्ड टाइम खानु लाग्यो के हो यो रिजको मात्र बाँकी छ है अरू सबले खाइसके यहाँ पार्टी बाहिर चाहिँ खाली भइसक्यो भ्यायो रिजु अब चाहिँ हामी सिनियरहरूसँग गेम खेल्न जाँदैछौँ तपाईले हाम्रो क्लासबाट कुन केटी मन पर्छ ल प्रीति पौडेल यहाँ देखिरहेर म क्याटवक लास्ट टाइम कहिले रुनु भएको थियो आज रुनुहुन्छ कि नाही सायद हुँदैन होला टिचरको मिमिक्री सरले चाहिँ यो टुरमा यस्तै बोलिरहनु भएको थियो त्यही भएर मैले अलिअलि कपी गरेर राखेको थिएँ सुनाउलाई भनेको है यो चाहिँ क्यारी हाल्ने गरेको छु बेला यति हो यति हो चाहिँ मेसेज पठाउने बित्तिकै रिग्रेट भएको छ अरे क्रस म्याडम इन डब्ल्युआरसी फेभरेट सब्जेक्ट बताएर दियो तीनटा केटीलाई स्टेजमा बोलाउने र हरेक केटीलाई एउटा एउटा पिकअप लाइन हान्ने ल यो दाइले फुटेज खाइदिनु भयो दाइले फुटेज खाइदिनु भयो अलिकति ओ माई गड के भयो यहाँ अब के थाहा भयो तर ठिक छ भ्यायो अब डान्स हो अनि दिदीहरू Going has tour looks देखोगे अंजलि हाय बाल नहीं लो यो भएन यस्तो Kasihan natin ito.
watching.